बंगलादेशको जुन सत्ता पल्टाउने भाइ छ नि त्यो भनेको एकजना सुदन गुरुङ अर्को चाहिँ बंगलादेशको सत्ता पल्टाउने मान्छे हो। अब तपाईँ हेर्दै जानुहोस् अर्को। अब त्यो तपाईँले यो हेर्दै जानुहोस् होइन। अब तपाईँलाई म अर्को देखाउँछु। यहाँ हेर्नुहोस् नेपालको आन्दोलनमा पनि बालेन र ऊ जोडिन्छन् होइन यहाँ आएर। अनि जोडिँदै गएर के देखिन्छ भने यहाँ हेर्नुहोस् त्यो जुन सँगै बसेको फोटो छ त्यो फोटोको आधारमा उनीहरू मिलेका थिए भन्ने प्रमाणित त हुँदैन नि त। अरू पनि छन् केही अरू डकुमेन्ट होइन। अरू डकुमेन्ट त्यहाँ टुट्यो होला, म तपाईँलाई पठाइदिन्छु। त्यो पठाइदिन्छु, तपाईँ त्यो क्लिक नगर्नुहोस्। किनभने यसमा IRI भन्ने एउटा संगठन छ, ELAS भन्ने अर्को संगठन छ, एउटा जुरी नेपाल छ, अर्को ल्याब फ्रिडम स्टुडियो भन्ने छन्। 4वटा छन् यहाँ। कुरा भ्रष्टाचार विरुद्धको आन्दोलन मैले बच्चालाई साथ दिनुपर्छ, म आफै जान्छु भनेर भने मैले स्ट्याटस लेखेको 2 घण्टा पछाडि बालनले के लेख्नुभयो भन्दाखेरि यो आन्दोलन भनेको नितान्त जेन्जीको आन्दोलन हो, बच्चाको आन्दोलन हो, कुनै पनि राजनीतिक दलका बौला अभियन्ताहरू नआउनु भनेर उहाँले मलाई टार्गेट गरेर लेख्नुभयो। त्यो स्ट्याटस तपाईलाई टार्गेट गरेको थियो त्यहाँ। टार्गेट त बौला अभियन्ता भनेपछि के भन्न खोजेको भन्दाखेरि त त्यहाँ छ विभिन्न राजनीतिक दल भनेपछि त उहाँले हामीलाई बौला सम्झेको रहेछ। त्यो पनि हो क्या मलाई एउटा चाहिँ परेको। अनि त्यस पछाडि मैले के भने बेलुका मलाई मिराज त्यो भइसकेपछि मैले मेरो साथीहरूसँग कुरा यो पक्का पश्चिमाहरूको फन्डेडबाट हो भाइ, ठुलो आगो लाग्दैछ देशमा भनेर मैले भने। बेलुका मलाई मिराज ढुङ्गाना भन्ने टिम आयो भेट्नलाई र त्यो 2जना बहिनीहरू मसँग आएको एनजिओमा काम गर्दा रहेछ। ती बहिनीहरूको नाम चाहिँ मलाई आउँदैन। भोलिपछि म त्यो एनजिओमा काम गर्दा रहेछन् ती बहिनी र त्यो मिराज ढुङ्गानालाई मैले के भने भोलि भाइ शहीद 15 गतेको जस्तो घटना भयो भने धेरै मान्छे हताहत हुन्छन्, यो आन्दोलनको लिड कसले गर्छ भन्दा त्यो भाइले के भन्यो भने भित्रबाट बालन सरले गर्नु भएको छ, तपाईँ नआइदिनुहोस्। त्यही खबर मिराज ढुङ्गानाले तपाईँलाई चाहिँ यो आन्दोलन भित्रबाट बालेन शाहले नै सञ्चालन गरेको छ भनेकै हो भनेको। मेरो यहाँ घरमा अनि मसँग फोटो खिचिवरी गएका भन्ने त म अहिले त मलाई भन्दैछु त त्यो भाइलाई समाचार ल्याउन भइहाल्छ नि मसँग भएको कुरो। त्यस पछाडि मसँग फोटो खिचेर मैले गइसकेपछि उसले के भन्यो भने फोटो नहालिदिनु न दाइ भनेर भनेको थियो। मैले के भने त्यही फोटो हाल्ने। त्यो हालिदिएपछि यो मान्छेलाई बालनहरूले पनि के गरेछ भन्दाखेरि नि जान दिएनछन् र यो मान्छे लुकेछ, मार्ने धम्की। अनि बालनहरूले दिएछन् किन फोटो खिचिस्, किन त्यहाँ गइस् भनेर। हेर्नुहोस् त्यहाँ कुरो छ। अब तपाईँले एउटा कुरो के बुझ्नुहोस् भने म त गइन, भोलिपल्ट यहाँ मेरो घर जोगाउन म आफै बसिरहेछु कतिखेर आगो लाग्छ भनेर। मेरो एकजना मान्छे कोही गएको रहेछ भने प्रमाण पुर्याइदिउन्। प्रमाण गलत कुरा बोल्नु हुन्न कि सिंहदरबारमा आगो लगाउने मान्छेहरू त सुदन गुरुङहरूकै टिम निस्कियो त पछाडि त मोटरसाइकलमा आएको 150वटा मोटरसाइकल रिकन्डिसनबाट बुलेट मोटरसाइकल किनेको रहेछ उसबाट 150वटा र टिओ भन्ने संस्थाले तपाईँको त्यही नै पुरै लिड गरेको रहेछ। र तपाईँलाई अर्को कुरो म भनौँ खतरा कुरो, त्यो सिंहदरबारमा आगो छ नि मट्टीतेल पेट्रोल खनाएर होइन क्या, रासायनिक चिज खनाएको छ त्यहाँ। भर बल्छ जहाँ पनि घरमा गयो एउटा डल्लो फ्याँकेपछि नि भर्रै आगो लाग्ने, एकदम विस्फोट हुने क्या त्यस्तो चिजहरू प्रयोग भएको छ। त्यो हामीले देखेको चिज पनि त्यस्तो केमिकल हामी चलाउन पनि जान्दैनौँ। र तपाईँले के बुझ्नुहुन्छ नि यसको पुरै ट्रेनिङ भएको छ। अब यो कुरो कसैले भन्दैन, सबै डराउँछ। दिनमा 5 जना 6 जना आउँछन् यस्तो भएको यस्तो भएको। अहिले भनौँ न जुन जेन्जीका मान्छेहरू छन् नि खास बच्चाहरू ती घाइते भइगए मर्ने मरिहाले, असली जसले भ्रष्टाचार विरुद्ध आवाज उठाएको थियो। अब साँच्चै नकली जेन्जीहरू चाहिँ अहिले